आदरणीय दर्शकबिन, यहाँहरू सबैलाई दिपक उपाध्याय 6 अफिसियल युट्युब च्यानलमा स्वागत भन्दै म यस कार्यक्रमलाई प्रस्तुत गर्न चाहन्छु। आज मिति 2082 2 महिना 79 गतेदेखि देशैभरिका सार्वजनिक यातायातलाई ठप्प पार्ने निर्णय राष्ट्रिय नेपाल यातायात व्यवसायी महासङ्घले जनाएको छ भन्दै राष्ट्रिय यातायात व्यवसायी महासङ्घले धरना कार्यक्रम र सरकारलाई चेतावनी दिने कार्यक्रमको प्रस्तुत गर्ने कार्यक्रमहरू सञ्चालन गर्न गइरहेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घको 7 बुँदे मागलाई नेपाल सरकारले सम्बोधन नगरेसम्म 19 गतेदेखि देशैभरिका राष्ट्रिय सार्वजनिक यातायातलाई ठप्प पार्ने चेतावनी सरकारलाई यातायात व्यवसायी महासङ्घले दिएको छ। यातायात व्यवसायी महासङ्घले नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै आफ्नो माग पूरा नभएसम्म देशैभरि राष्ट्रिय यातायात सेवालाई प्रभावित पार्ने घोषणा पनि गरेका छन् भन्दै यातायात व्यवसायी तथा मजदुर सबैजना सडकमा उत्रेर माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेर सरकारलाई